यदि तपाईँ केही कामको लागि अहिले दिप्रुङ चुइचुम्मा गाउँपालिका आउँदै हुनुहुन्छ भने कृपया नआउनुहोला, किनकि अहिले यो गाउँपालिकाको कार्यालयमा तपाईँलाई कुन शाखामा काम पर्छ त्यो काम हुनेवाला छैन, किनकि यो गाउँपालिकाका अधिकांश कर्मचारीहरू यति बेला भ्रमणमा हुनुहुन्छ। तपाईँले केही कर्मचारीहरूसँग चिनजान छ, तपाईँको जनप्रतिनिधिसँग चिनजान छ, फेसबुकमा साथी पनि हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूले फोटो भिडियो त देखिरहनै भएको होला। उहाँहरूको संयुक्त चाहिँ आएको छैन, तर एकजना दुईजनाको आइ नै रहेको छ। र विगत करिब एक सातादेखि दिप्रुङ चुइचुम्मा, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका शून्य जस्तै छ। यहाँ धेरैजसो कर्मचारीहरू र यस गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा अन्य वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, त्यसै गरी अन्य अधिकांश कर्मचारीहरू यति बेला देशका विभिन्न ठाउँको भ्रमणमा निस्किनु भएको चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ। उहाँहरू चाहिँ कृषि शाखाको, विशेष गरी कृषि शाखाको आयोजनामा चाहिँ कृषि सम्बन्धी होला, सम्भवतः केही नयाँ कुराहरू नै सिक्न जानुभएको होला। हामी घुम्न जानु गलत हो पनि भनिरहेका छैनौँ, उहाँहरू किन घुम्न जानु भए पनि भनिरहेका छैनौँ। हामीले यति मात्रै भनिरहेका छौँ कि कार्यालयको सम्पूर्ण काम नै ठप्प बनाएर उहाँहरू संयुक्त रूपमा चाहिँ जानु गलत हो कि सही हो, यो छुट्याउने चाहिँ तपाईँहरूको जिम्मा। र उहाँहरूले सिकेर ल्याएका कुराहरू, उहाँहरूले सिकेर प्राप्त गरेको ज्ञानहरू भोलिदेखि यो दिप्रुङ चुइचुम्मा गाउँपालिकामा उहाँहरूले लागू गर्नुभयो र यो दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सम्पूर्ण क्षेत्रमा फड्को मारो भने पक्कै पनि यहाँका नागरिकलाई, तपाईँ हामीलाई नै फाइदा होला। भ्रमण गरिसके पछाडि आएर के कति लागु हुन्छ भन्ने कुरा चाहिँ भोलिको दिनमा तपाईँले पक्कै पनि छुट्याउनु हुनेछ। तर म फेरि पनि भन्छु, यदि तपाईँलाई काम छ यो दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने तपाईँ अहिले नआउनुहोला, किनकि तपाईँको काम हुनेवाला छैन। प्रायः सबै शाखाहरू खाली रहेका छन्। प्रमुख प्रशासकीय अधिकृतले अर्को सरलाई कार्यवाहक दिएर गएको भन्ने सुनिन्छ, तर कार्यवाहक भएको सरको कोठा पनि खाली छ। र आउनुहोस्, यो गाउँपालिकामा अहिले को हुनुहुन्छ र को हुनुहुन्न भन्ने कुरा हामी देखाउनेछौँ। यो चाहिँ दर्ता चलानी इकाइ, यसमा पनि पुरै चाबी लागिरहेको छ। राष्ट्रिय रोजगार शाखा पनि पुरै बन्द, तर उहाँहरू चाहिँ हुनुहुन्छ, यहाँ तालिम गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले जानकारी प्राप्त गऱ्यौँ। यो जनप्रतिनिधि कक्ष त अब कहिलेकाहीँ उहाँहरू आएको बेला खुल्ने होला, तर आज पुरै बन्द छ। यो योजना शाखा, हजुर, योजना शाखामा अब चाबी चाहिँ खुलेको छ, तर कर्मचारी नभएको कारणले गर्दा पुरै बन्द। यो पूर्वाधार विकास शाखा चाहिँ खुल्ला छ। यहाँ एकजना सर पनि हुनुहुन्छ। सर, हजुरको भिडियो खिचेँ हजुर मैले थोरै। यतातिर पुरै खाली नै छ। गाउँपालिका उपाध्यक्षको कार्यकक्ष, उहाँको पनि पुरै चाबी नै छ। सम्भवतः उहाँ सधैँ आइराख्ने कुरा पनि भएन होला, तर उहाँ पनि भ्रमणमै जानुभयो भन्ने चाहिँ सुनियो। अब प्रमुख प्रशासकीय अधिकृत सरको यो कार्यकक्ष, यहाँ चाहिँ पुरै चाबी नै लागिरहेको छ। उहाँले चाहिँ अर्कै स्वास्थ्य शाखालाई निमित्त कार्यवाहक दिएर चाहिँ जानुभएको रे भन्ने सुन्नमा आएको छ, तर उहाँ पनि हुनुहुन्न यो कार्यालयमा। चाहिँ कहाँ जानुभएको छ कार्यवाहक पनि थाहा छैन। अब यो आर्थिक प्रशासन शाखा, यहाँ पनि पुरै चाबी लागिरहेको छ। अब आर्थिक प्रशासन शाखा आफू स्वयं कर्मचारी नभएपछि प्रायः चाबी नै लाग्ने हुन्छ। उहाँ नआइसकेपछि चाबी छ। यो प्रशासन शाखा पनि ढोका पुरै बन्द नै छ। चाबी चाहिँ खुल्ला छ, तर मान्छे हुनुहुन्न यो भित्र। करिब जहाँसम्म देखिन्छ यसरी नेम प्लेटहरू छ, कुर्सीहरू, टेबलहरू पुरै खाली देख्न सक्छौँ हामी। अब यो चाहिँ कार्यपालिका बैठक बस्ने कक्ष रहेछ। यो त बैठक हुँदाखेरि हुने भयो, तर अब खुल्लै छ अहिले। खुल्ला चाहिँ अब के को बैठक हुनु, यहाँ मान्छे नै नभएपछि। यहाँ एरो देख्न सकिन्छ। यो अध्यक्षको कार्यकक्ष रहेछ। यतातिर चाहिँ यहाँ अध्यक्षको सचिवालय बस्ने ठाउँ रहेछ। यहाँ चाहिँ अध्यक्षज्यूको भित्र कोठा रहेछ। उहाँको चाबी नै लागेको छ, सम्भवतः उहाँ पनि हुनुहुन्न। सूचना प्रविधि शाखा रहेछ। यो चाहिँ खुल्लै छ।
हाम्रो सर पनि काम गरिरहनु भएको छ। सर अलिकति खिचाएँ अहिले तपाईँको काम गरिरहनु भएको रहेछ। यतातिर चाहिँ अब खाली नै छ, उहाँ चाहिँ काम गरिरहनु भएको छ। यो चाहिँ स्वास्थ्य तथा सरसफाइ शाखा पुरै चाबी नै लागिरहेको छ। सम्भवतः हामीले बुझेअनुसार यो शाखा प्रमुख नै यहाँको अहिले चाहिँ निमित्त हुनुहुन्छ, उहाँलाई छोड्नुभएको भन्ने चाहिँ सुनिएको छ, बुझ्न बाँकी छ आधिकारिक। तर उहाँको पनि कोठामा चाहिँ ताला यसरी मजाले झुन्डिरहेको छ। कृषि तथा पशु विकास शाखा, अब यो चाहिँ भ्रमणको आयोजकै यो शाखा भन्ने चाहिँ हाम्रो यहाँ सरले भन्दै हुनुहुन्छ। यो पनि पुरै बन्द छ। यो आन्तरिक लेखा परीक्षण शाखा रहेछ यतातिर, यो पनि पुरै बन्द देखिन्छ। यता शिक्षा युवा तथा खेलकुद शाखाको सरहरू चाहिँ हजुर दुवैजना त्यही शाखाको होइन सर? दुवैजना त्यही शाखाको सरहरू चाहिँ यहाँ हुनुहुन्छ। उहाँहरूको चाहिँ पल्लो पुरानो बिल्डिङमा पनि काम गर्नुहुँदो रहेछ, त्यहाँबाट पनि उहाँहरू दुवैजना हुनुहुन्छ। यहाँ सरिसक्नु भएको छैन भनेर चाहिँ उहाँहरूले भन्दै हुनुहुन्छ। हजुर चाहिँ शाखा प्रमुख हुनुहुन्छ होइन सर? ए सर अहिले यहाँको निमित्त चाहिँ को हुनुहुन्छ हजुरले बुझेअनुसार? निमित्त चाहिँ हाम्रो मुस्ताक अहमद मन्सुरी सर। उहाँको त काग ढोकै बन्द छ त सर? खोइ कता लाग्नु, आज आउनु भएको छैन? हिजो त बिदा भएको, अस्तितिर आउनुहुन्थ्यो कि के थियो? पहिला आउनु भएको थियो। अनि सर अरू चाहिँ अहिले प्रायः सबै बन्द देखियो होइन? नरिसाउनु होला, मैले हजुरलाई नै सोधेँ प्रश्न यहाँ भएकोले। कहाँ जानुभएको सर, भ्रमणमा हो? भ्रमण छ, धेरै साथीहरू, कर्मचारी साथीहरू, हजुर, अनि जनप्रतिनिधिज्यूहरू। के सम्बन्धीको भ्रमण हो सर? यो चाहिँ त्यस्तै प्राकृतिक कुराहरू, हजुर, कृषि सम्बन्धीका कुराहरू, अरू ऐतिहासिक कुराहरू हुन्छ। भनेको पालिकाकै आयोजनामा जानुभएको। अहिले चाहिँ यहाँ ठ्याक्कै कतिजना हुनुहुन्छ तपाईँहरू चाहिँ? अब कतिजना जानुभयो भन्दा पनि हुनुहुन्छ, कतिजना भन्नुपर्ने स्थिति रहेछ? 5-6जना हुनुहुन्छ। अहिले हामीले देख्दा ठ्याक्कै हजुरहरूलाई 2जना देखियो शिक्षा शाखा, सूचना प्रविधिको शाखा देखियो, तल एकजना भौतिक पूर्वाधार शाखामा देखिनु भयो, त्यो बाहेक त अरू देखिनु भएन। यहाँ पनि थियो, यो कता जानुभयो? ठ्याक्कै भ्रमणमा चाहिँ कतिजना जानुभएको केही? यो त एक्ज्याक्ट थाहा भयो होइन छैन, त्यो चाहिँ 30 देखि 35को आकलन गरिएको। सुन्दाखेरि ग्रुपमा फोटो छैन अहिलेसम्म। ए हजुर, सुन्दा 30-40को हाराहारीमा छन् भन्ने छ। हजुर, त्यसैमा भनेको जनप्रतिनिधि र कर्मचारी कतिजना जतिको रेसियोमा हो यहाँको हजुरहरू कर्मचारी चाहिँ? कर्मचारी 36 कति हो होला हो, 36 देखि 40सम्मको उसमा होला सबै गर्दा। अध्यक्षज्यू चाहिँ जानुभएको छैन क्या र होइन? पालिका अध्यक्ष विराटनगर जानुभएको थियो। हजुर, विराटनगर 2 दिने गोष्ठी सकेर हजुर, काठमाडौँ जानुभयो। हिजो र अस्ति बिरामी भएर हजुर, धरानमा उपचारमा हुनुहुन्थ्यो। बेलुकी पख काठमाडौँतिर पुगेर उताबाट गाडी लिएर फिर्छु भन्ने भनेको उपाध्यक्षज्यूको नेतृत्वमा। भ्रमणमै जानु। हस्, धन्यवाद सर हजुरहरूलाई। ए हजुर, वडा अध्यक्षज्यूहरू सबै जानुभएको छ? ए हजुर चाहिँ शिक्षा शाखा प्रमुख होइन सर? के नाम हजुरको? मेरो मणिकुमार गिरी। ए हजुर पनि शिक्षा शाखामै? ए हस्, हस्, धन्यवाद सर। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा भनेर चाहिँ यहाँ पनि रहेछ। अब यो भित्र चाहिँ खाली नै देखिन्छ। कृषि अन्तर्गत पर्छ एउटा, अर्को न्यायिक समितिको हुन्छ। अहिले कृषिलाई हामीले चाहिँ गरौँ, जाउँ, अनुसन्धान केन्द्रहरूमा अध्ययन गर्नुहोस् भनेर साथीहरू निस्किनु भएको। जाँदाखेरि यसो तेह्रतिर साथीहरू पुग्नु भएछ। सबै चाहिँ किन जानुभयो त? पुरै पालिकाको त सेवा प्रभाव नै ठप्प छ क्या अहिले? त्यस्तो त खास छैन। हजुर, अब निमित्त छोड्नु भएको हो मन्सुरी सरलाई। मन्सुरी सरको बुबा बिमारी भएपछि शनिबारको दिन अस्ति निस्किनु भयो।
हजुर भारे चार्ने साथमा सल्लाह गरेर हजुर आज चाहिँ साथीहरू पुग्नु पर्ने हो। आज चाहिँ पुग्नु भएन सर, भोलि मात्रै पुग्ने भएकोले आज चाहिँ समस्या भएको बुझ्यो। धेरै साथीहरू सबै जाने इच्छा व्यक्त गरे। हजुर अनि मैले यसको जिम्मा चाहिँ भूपेन्द्रजीलाई दिएको। हजुर अब अलिकति अहिले थोरै कामको पनि लोड कम छ, यतिखेर जानुहुन्छ भने जनप्रतिनिधि साथीहरू जानुहोस्, केही त्यो शाखाको कर्मचारीहरू थप केही कर्मचारी आवश्यक कस्तो लिएर जानुहोस् भनेर चाहिँ तयारी गरेको। टोटल तपाईँको चाहिँ 34जनाको। ए 34जना। तपाईँ आफू चाहिँ किन जानु भएन दाजु? होइन, म पहिला एउटा चाहिँ हुँदै मैले त्यो दमौलीको कृषि अनुसन्धान केन्द्र चाहिँ घुमिवरी हेरिवरी आएको। त्यहाँ गइसकेपछि चाहिँ मैले थाहा भइसकेको हुनाले मैले खास जान गइनँ भनौँ न, मेरो फेरि अरू काम पनि भएको।